मिचिगनको चाहिँ एउटा जाँदै गर्दाखेरि बाटोमा ठुलो एउटा यहाँ चाहिँ एउटा खोला बगिरहेको छ छन्ती र यो अनि यसरी मान्छेहरू गाडी रोकेर आएर यो आउटिङहरू गर्छ र मान्छेहरू हिँड्दै हिँड्दै यो जङ्गलको बाटोहरू यसरी हिँड्दै हिँड्दै मान्छे जाने छ बाटो छौँ खोला त्यहाँबाट चाहिँ झर्ना हेर्ने ठाउँ रहेछ है त्यहाँ बसेर चाहिँ झर्ना हेर्ने ठाउँ र यो माथि पुलहरू देख्नुभयो पुरानो पुल त्यो ट्रेनको पुल हुनुपर्छ माथि त्यस्तो लेख्छ है उहिले उहिले बनाएको कि त यो पुल युजमा छैन साँच्चै नै रमाइलो ठाउँ पो रहेछ हिँडेर जाने हेर्नुहोस् कस्तो मजाको ठाउँ रहेछ हेरिरहेर छेउछाउमा जानु सकिन्छ सकिँदैन म लिएर जान्छु यो त्यो ठाउँ रहेछ त्यो ठाउँ यहाँ यस्तो उँधो जाने ठाउँ रहेछ ओह्रालो जाने बाटो छ पानी बगिरहेको अब चाहिँ म पनि ओह्रालो गएको छु भने कस्तो हुन्छ वाउ यो चाहिँ जङ्गलको यहाँ हिँड्ने बाटो रहेछ जो पानीहरू बगिरहेको छ यो तल तल म जाँदैछु हिँड्ने बाटो कताबाट छ कताबाट अहिले कताबाट छ हिँड्ने बाटो यस्तो अप्ठ्यारो ठाउँ पनि छ हेर्नुहोस् वो वाउ तर म यताबाट जान्छु होइन यताबाट जान्छु र यो खोलाबाट जाँदैछु है हेर्नुहोस् है यतिको बाटो यस्तो छ जाने ठाउँ होइन अब म यो तल जाँदैछु वा वाउ जाने बाटो त्यस्तै छ ओह्रालो वाह वाउ यो खोला यस्तो बगिरहेछ वो वाह यस्तो सङ्लो खोला छ सङ्लो खोला यो चाहिँ एउटा मेक्सिकनमा होइन जसले माथि हिँड्ने बाटोहरू छ धेरै मान्छेहरू आउँदो रहेछ है बाटो नै छ यो सङ्लो खोला होइन सङ्लो खोला यसरी बगिरहेको छ यो खोलालाई पनि छुई हेरौँ न त छुनु पनि ठुलो कुरो हो यस अब यो खोलालाई चाहिँ कसरी छौँ भन्दाखेरि वा हेर्नुहोस् है यो खोला सङ्लो खोला यसरी बगेर आएको छ माथिदेखि सर कुदो गएको छ होइन त्यो खोला चाहिँ माथिदेखि कति मजाले सङ्लो पानी लिएर आयो गएको पानी वा पानी पनि छुयो जस झर्ना त छैन हिँड्ने बाटो मान्छे धेरै मान्छेले हिँड्दै हिँड्दै बाटो बनाएको छ बाटो चाहिँ यस्तो अप्ठ्यारो छ उकालो जाने बाटो फर्केर जाने बाटो तर साइड टु साइड मान्छेले त्यहाँ माछाहरू पोलेर खाएको ठाउँ पनि रहेछ अब चाहिँ म चाहिँ फर्केको है ए वा त्यो बाटो छैन जाने 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 ठाउँ यस्तो रहेछ मजाको ठाउँ रहेछ वा होइन जान सकिन्छ यस्तो ठाउँबाट निस्केको हिँड्ने ठाउँ आउटिङ गर्ने ठाउँ त्यो बाटो हुँदै चाहिँ निस्केको हो वा अब हामी छु हिँड्ने बाटो यो चाहिँ सिधो उकालो जाने क्यानाडा हो यता
मेचिगन जाने बाटो म चाहिँ स्टिल इन मेचिगनमा छौँ हामी हेर्नुहोस् तल खोलादेखि माथि डाँडा त सास नै दम नै बढ्यो यार यहाँबाट पनि देख्छ हेर्नुहोस् जाने बाटो यस्तो छ यहाँबाट यो डिलबाट यो डिलबाट यही खोला चाहिँ तल गएको नि त वाह जस शेषै हुँदै जाँदैछौँ मेचिगनमा चाहिँ एउटा चिसो खोला यो खोलाको नाम चाहिँ थाहा भएन यो पुल मुनि चाहिँ खोला छ है पुल त्यो पुलको बाटो हिँड्ने बाटो बनाएको छ कि यता पनि हिँड्ने बाटो छ यसो हेर्नुहोस् पुलमाथिबाट गाडी हिँडिरहेको छ यस्तो मजाको ठाउँ छ यहाँ हेर्नु सकिन्छ वाउ अनि यहाँ गाडी राख्ने रोक्ने ठाउँ छ म तपाईँलाई यतातिर नि ल्याएर जानु चाहन्छु जुन यो ठाउँ छ त्यो ठाउँमा के कस्तो छ हेरौँ यहाँ बस्ने एउटा चौतारी रहेछ हिँड्ने बाटो यस्तो छ उकालो ओह्रालो गर्दा पुरा दम बढ्यो क्या यो हिँड्ने बाटो यस्तो छ त्यो पनि यसरी हिँड्ने बाटो त्यो खोला भएकोमा जान सकिँदो रहेछ र म चाहिँ गइनँ यो गएर त्यही खोला तल मैले छोएको छु त्यो जस्ट यहाँ चाहिँ यसरी बसेर खाने ठाउँ पनि छ है र यसरी जाने ठाउँ त्यो पर यो चेपमा चाहिँ जाउँ होला त्यो चेपमा जाने बाटो कता रहेछ यो म चाहिँ अहिले मेचिगनको एउटा जङ्गलमा हिँड्दाखेरि भेटिने एउटा खोलाकोमा छु यहाँ खोलाको नाम मलाई चाहिँ थाहा भएन एकुरेट तर यो होइन क्यानाडा जाँदा चाहिँ मेचिगनदेखि क्यानाडा जाँदाखेरि देखिएको ठाउँ हो र क्यानाडा होइन मेचिगनदेखि क्यानाडा जाँदाखेरि केही रेस्ट गर्ने समयमा चाहिँ मैले यो ठाउँ देखेपछि यो ठाउँको चाहिँ भिडियोहरू बनाउनु मन लाग्यो हेर्नुहोस् एउटा घुमिने पनि आउटिङ पनि हुने भन्ने हिसाबले तपाईँलाई देखाउँछु र जो कोही मान्छे पनि यहाँ आएपछि चाहिँ रोकेर यहाँ खोलामा आउँदो रहेछ रिफ्रेसमेन्ट होइन डाँडाहरू यस्तो छ खोला मजाले बगेको छ यो खोला हेर्नुहोस् अमेरिकामा खोला छ कति छ हेर्नुहोस् अमेरिकामा खोला छ कति छ कति सङ्लो पानी म अहिले कहाँ छु मेचिगनमा छु वा यो पानीले अनुहार पो धुइदिउँ मेरो सफा गरिदिउँ हेर्नुहोस् कति सङ्लो पानी छ वा त्यो बगेर आएको भाइ र त्यो देख्नु पऱ्यो यसरी बगेर जानु फर्क्यो आज रमाइलो भयो अब यो ठाउँमा आउँदाखेरि चाहिँ मान्छेले आफ्नो समय आफ्नो उब्रेको जुन खाली समयलाई चाहिँ ट्रेकिङ अथवा यहाँ घुम्न आउँदो रहेछ फ्यामिलीसँग यो ठाउँमा है मैले त्यहाँ धेरै मान्छेहरू त्यो पार्कमा गाडी राख्ने ठाउँमा साइड पार्क भन्दो रहेछ यहाँ चाहिँ त्यहाँ धेरै मान्छेहरू देखेँ यो ठाउँमा घुम्न म चाहिँ मेरो टार्गेट चाहिँ यहाँ घुम्न यो ठाउँमा आइपुग्न मेरो टार्गेट थिएन तर क्यानाडा जाँदा मैले केही ल 15-20 मिनटको समयलाई सदुपयोग गरेको यो ठाउँ र मैले एक चक्कर पनि लगाए पनि सदुपयोग गरेँ पुरा थकित हुँदो रहेछ हेर्नुहोस् घुमिसकेँ अब एनिवे जस आज जति नै छोटो अवधिमा छोटो समयमा जुन मैले घुमेको छु यो ठाउँमा
त्यो पानीलाई मैले टच पनि गरेँ सुलु चिसोहरू छ सङ्लो त्यो पानी बगेर खोइ कहाँ पुग्छ पुग्न चाहिँ तर धेरै मान्छेहरू आउँदो रहेछ यहाँ है यो ठाउँ हेर्न र आज म यो दैव संजोगमा यहाँ आइपुगेँ र जे होस् आजको भिडियोलाई यहीँ नै बिट गर्न चाहन्छु धन्यवाद बाई बाई